नमस्कार। कर्मचारी सञ्चय कोष कार्यालयबाट सञ्चयकर्ता एवं योगदानकर्ताको सुरक्षित भविष्यको लागि के कस्ता सेवाहरू उपलब्ध गराउने गरेको छ सो सम्बन्धी जानकारी गराउने गरी एउटा भिडियो उपलब्ध गराइदिनु पर्यो सर भन्ने जिज्ञासा राख्नु भएको छ। सो सम्बन्धी भिडियो बनाउने प्रयास गरेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यस्ता भिडियोहरू उपयोगी छन् र अरूलाई पनि जानकारी दिनुपर्छ भन्ने लाग्छ भने सेयर अवश्य गर्नुहोला। यसका लागि सबैभन्दा पहिले हामी गरेर त्यो भित्र छिरौँ र त्यहाँबाट दिने सेवाहरूको बारेमा जानकारी लिउँ। केएसके लगइन गरौँ। कर्मचारी सञ्चय कोष लगइन गरिसकेपछि यस्तो इन्टरफेस देखिन्छ। अब स्क्रल गर्दै तल जाउँ। तल यहाँ छ सञ्चयकर्ता एवं योगदानकर्ताको सुरक्षित भविष्यको लागि हाम्रा सेवाहरू भनेको छ। यहाँ हाम्रा सेवाहरू कति छन्? वित्तीय सेवाहरू, सामाजिक सुरक्षा योजना सेवा, पेन्सन उपादान र सञ्चय कोष, यो 4 प्रकारका सेवाहरू छन्। अब यता दायाँतिर फेरि के दिएको छ? सञ्चय कोषलाई यो वर्ष 3.85 ब्याज दिने, निर्वृत्ति कोषमा 3.85 ब्याज, सापटीको फेरि 3.35 सापटी बापतको ब्याज लिने, घर सापटी बापत 6.60 ब्याज लिने, शैक्षिक सापटी बापत 6.6% ब्याज लिने, घर मर्मत बापत 6.6, जग्गा खरिद बापत 6.85, सरल सापटीबाट 6.85 ब्याज लिने गरी यो 83-84 मा ब्याज दर तोकेको देखिन्छ। अब म वित्तीय सेवाहरूभित्र के छन् त म यो वित्तीय सेवामा जान्छु। तपाईहरु पनि जान सक्नुहुन्छ वित्तीय सेवामा। वित्तीय सेवाभित्र विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत र जग्गा खरिदसँग सम्बन्धित सापटी 1, 2, 3, 4, 5, 6 वटा वित्तीय सेवाहरू प्राप्त हुने देखियो। अब यो सबै सापटीभित्र जाउँ। विशेष सापटी कस्तोले पाउँछ हैन, कतिसम्म पाउँछ भन्ने कुरा छ। विशेष सापटीको लागि रकम सूचीबद्ध भएको कोषको 90% सम्म रकम सापटीको उपयोग हुन्छ भन्छ। अब यो 77 ज्येष्ठमा सञ्चयकर्ताले अनलाइनबाटै विशेष सापटी आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको छ। अब कतिलाई थाहा छैन, 77 बाटै चाहिँ सुरु भयो। अब मैले चाहिँ प्रयोग गर्छु, अनलाइनबाटै सापटी लिने र सापटी तिर्ने गरिरहेको छु। तपाईहरुले के गर्नु भएको छ? अब यो विस्तृत जानकारीमा तपाईले यो हेर्न सक्नुहुन्छ। फेरि म ब्यागमा गएँ, ब्याग गएर फेरि घर सापटीमा गएँ। अब घर सापटी अब यहाँ लेखेको छ कतिसम्म पाइन्छ भनेको छ। घर सापटी अधिकतम 1,50,00,000 भन्दा बढी नहुने गरीसम्म पाइन्छ भनेको छ। अब घर निर्माण गर्ने, घर जग्गा खरिद गर्ने, तल्ला थप गर्ने सम्बन्धी पाइन्छ। अवकाश हुन न्यूनतम 6 महिना सेवा अवधि बाँकी रहेको हुनुपर्छ र 6 महिना